नेकपा एमाले दुई तीनवटा उद्देश्य राखेर देशव्यापी जागरण सभाको आयोजना गरेको छ। हामीले अस्ति देशका 6700 वडाहरूमा वडा स्तरको भेला गर्यौं। त्यो वडा स्तरको भेलामा कतिपय साथीहरूले उडाएर भन्नुभयो 150 जना उपस्थित भए भन्नुभयो। ती साथीहरूले भनेको मान्दिए मैले। ती साथीहरूले भनेको मान्दा 50 जना उपस्थित भएछन् भने पनि 6700 वडामा झन्नै 4 लाख मान्छे उपस्थिति भए र नेकपा एमाले मात्र यस्तो एउटा पार्टी हो जसले एकै दिन देशभरि 4 लाख मान्छेलाई परिचालन गर्न सक्छ। विपक्षको कुरा मान्दिरा आज हामी 753 स्थानीय तहमा यो तहका आमसभा गरेका छौं। सोशल मिडिया आज एमाले मय भएको छ। यसमा पनि साथीहरूले भन्छन् 1200 मान्छे जम्मा गर्यो होला भनेर। ल 1000 नै मान्छे मान्दिउँ। 1000 मान्छे मान्दा 7,53,000 मान्छे आज देशभरि नेकपा एमालेको जागरण सभामा उपस्थित भएका छन्। यो शक्ति सानो शक्ति होइन। यो शक्तिलाई कम आँक्ने भूल कसैले नगरोस्। हामी भाद्र 23 र 24 गते सचेत नभएको कारणले हामीले विदेशी साम्राज्यवादी शक्तिहरूले यो तहको ध्वंसको षड्यन्त्र गरेका छन्, योजना बनाएका छन् भन्ने कुराको अनुमान नगरेका कारणले राष्ट्रिय सम्पत्ति निकै ठूलो क्षति भएको छ। निजी औद्योगिक घरानाहरूको ठूलो उद्योग धन्दा र सम्पत्तिहरू नष्ट भएको छ। व्यक्तिका झन्डै 400 भन्दा बढी व्यक्तिका घरहरू जलेका छन्। यो परिघटनाबाट हामी सचेत भएका छौं। हामी सचेत, संगठित र प्रतिरोधी क्षमता विकास गर्दैछौं र गरेका छौं भन्ने कुराको उदाहरण दिनको निमित्त हामीले यो भेलाको आयोजना गरेका छौं। भक्तपुर क्षतिका हिसाबले अरु धेरै जिल्लासँग तुलना गर्दा कम क्षति भयो होला, तर हाम्रो यो पंक्ति परिचालित भएको भए त्यो तहको क्षति पनि हुन दिने थिएनौं हामीहरूले।